यहाँबाट चुडिन सक्छ। माटो खनाएँ। अझै अलिकति साह्रो भएको रहेछ माटो। ओहो, तपाईँहरूले यहाँ नजिकै देख्न सक्नुहुन्छ बेबी प्लान्ट पनि आएको छ। यो सेतो रङको छ नि, यो बेबी प्लान्ट, स्नेक प्लान्ट हो। कस्तो राम्रो हेर्नुहोस् है। म बिस्तारै निकाल्छु यसलाई पनि। एकदमै लो मेन्टेनेन्स है। तपाईँहरूलाई समय छैन भने यसलाई रोप्न सक्नुहुन्छ। त्यति मात्रै होइन, प्लान्ट रोप्छु भनेर सोचेर मात्रै भएन, यसका फाइदाका कुराहरू पनि हेर्नुपर्छ। एकदमै हाम्रो लागि उपयोगी प्लान्ट हो। यो चाहिँ रातिको समयमा पनि यसले अक्सिजन प्युरिफाई गर्छ। हामीले यसलाई इन्डोरको रूपमा राख्न सक्छौँ, आउटडोरको रूपमा राख्न सक्छौँ। हामीसँग प्रशस्त ठाउँ छ भने आउटडोरको रूपमा पनि राखौँ। होइन, मलाई चाहिँ इन्डोर नै राख्नु छ भने पनि यो चाहिँ उपयुक्त विकल्प हुन्छ। तर इन्डोरका रूपमा राख्दाखेरि भने हामीले के कुरामा ख्याल गर्नुपर्छ भन्दाखेरि डाइरेक्ट सनलाइट नपरे पनि ब्राइट लाइट चाहिँ हुनुपर्छ। अनि अर्को कुरा, पानीको प्रयोगलाई चाहिँ विशेष ध्यान दिनुपर्छ। स्नेक प्लान्टलाई हामीले धेरै पानी राखिराख्नु पर्दैन। हप्ताको एकचोटि अथवा माटोको अवस्था हेरेर चाहिँ हामी राख्न सक्छौँ। हेर्नुहोस् है, यदि गमलाको माटो, ओहो हेर्नुहोस् कति मजाले हुर्केको रहेछ। हेर्नुहोस् है, म यहीँ राखेर देखाउँछु। हेर्नुहोस् है, माटो खसाल्दै जाउँ। जरा आएको छ कि छैन, कतिवटा बेबी स्नेक प्लान्ट ग्रो गर्यो म देखाउँछु। हेर्नुहोस् है, जरा हालेको छ कि छैन। हेर्नुहोस्, तपाईँहरूलाई प्रमाणका लागि मैले देखाएँ। हेर्नुहोस्, यो मैले रोपेको हो। यसको नयाँ बिरुवा, अझै यसले पनि बिरुवा हाल्दैछ। 1 2 दुईटा बोट चाहिँ यहीँबाट निस्किसकेको छ है। म यसलाई टुटाउँदिनँ। हेर्नुहोस् है, यसरी चाहिँ यो पुरानो बोटबाट जरा हाल्यो। ओहो, यहाँ पनि आएको रहेछ। जरा हाल्दै नयाँ प्लान्ट निकाल्यो। यहाँनिर पनि नयाँ बेबी प्लान्ट आउँदैछ। यहाँ एउटा, दुईटा, ओह तीनटा भयो है। यो एउटा भयो। यो चाहिँ एउटा हरियो मात्रै रङको हो। मैले सँगै अर्को कलरको पनि यो खाले रोपेकी थिएँ। यसको पनि